मनै जिसिङ हुने हेटौडाको यो खबर आफ्नै देवरले भाउजूलाई काटीकुटी पारेर बोरामा हालेर राखे अनि दाजुलाई समेत छुरा प्रहार गरे। दाइ पनि मर्ने कि बाँच्ने अवस्थामा छन्। कसरी गर्न सकेका होला नि त यो भिडियोहरू। पुरा भिडियोको लागि यो भिडियो पुरा हेर्नु होला र अन्तिमसम्म हेर्नु होला। आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा दिनु होला। फाँसी भन्दा नि ठुलो के मारी के छिरी त्यो भाउजूलाई कसरी काटेको छ, घाँटीमा तीन चार छक्का हानी गालातिर पुरा पेटतिर पुरै छिया बनाएर त्यसले काटेको छ। त्यसलाई पनि त्यस्तै गर्न दिनुपर्छ कि। आफन्तको भाग्यले त्यो दुईटा बच्चा बच्चा हो, नत्र हिजो पनि बच्चा पनि अचारै बनाउँछ। बच्चाले आमा रोक्न गयो, बच्चाले छ मकै यसको हिक्मत कति के अब राडी छोरो मरेर चाहिँ अझ पनि राडी छोरोलाई मरोस् भनेर हानेको मरेन भन्छ अरे पुलिस। हामी यो घटना सुनेर राति हामी सुत्नै नसकेको। भरे कति राति 11-12 बजेसम्म पुलिसहरू यहाँनिर आएर निगरानी गरिरहेको थियो। त्यस्तो मान्छेहरूसँग सावधान गर्नुपर्छ, त्यही हो। अब यहाँ यस्तो घटना कहिले पनि घटेको थिएन हाम्रो यो चौकी टोलमा। अब यसले यसरी घटायो घटाउँछ भन्ने पनि हामीलाई थाहा थिएन। अब यसरी घटायो त्यसलाई त त्यो बालबच्चाको बिजोग कति भयो, त्यो 3-3टा बच्चा, त्यसलाई त जन्म कैद नै हुनुपर्छ, त्यसलाई घर आउन दिन नै हुँदैन। आमा करायो त्यो छोरोको देखेर, अनि उतापट्टि म त उतापट्टि गएँ बाटातिर जाँदाखेरि उतापट्टिको घरको आवाज आयो कि त्यो ठोकिएर, अनि यता रहेछ अब चुकुल्ला कसलाई के गर्ने। अनि फेरि यताबाट आउँदाखेरि त यहाँ त संसार रगत छ। अनि लैसकेको रहेछ माइलालाई। अनि मलाई नै हेर्न जानु, बहिनी हेर्नु न, मेरो छोरो न आफैले मारेर बसेको कि भने डर लाग्यो हामीलाई नि जानलाई, डर लाग्यो। अनि त्यसपछि पछि त गएँ म जाँदाखेरि कहीँ पनि छैन, एक ठाउँमा चाबी राख, त्यो चाबीमा रगत पनि छैन। फेरि बाट निस्किँदै ल हिँड्नु, अब मलाई त्यसलाई फेरि पिट्न पुगेको छैन, त्यसलाई मार्न पुगेको छैन, म हिँड्नु जाऊँ भनेर अटो चढ्न खोज्छ। फेरि त्यो बाहरूलाई लोको अटो के दाइलाई लोर आएको अटो यहाँ रगत पखाल्नलाई यहाँ रोकेको थियो। ऊ भित्रबाट पुलिसले समातेर ल्याउँदा ल त्यसलाई पुगेको छैन अझै मार्नलाई, हिँड्नु त हस्पिटल जाऊँ भन्छ। सुरले होइन क्या बिस। अनि त्यसलाई पुलिसले उधालो है होइन एकजनाको यसो काटे पनि उसले मारिसके पनि उसलाई अब कतिजनाको मारौँ जस्तो कुन सवार भयो त्यो चाहिँ उसलाई कुन सवार भएको। अब एकजनाको काटिसक्यो भाउजूलाई अब म यसरी जेल जाने हो, अनि सबलाई सुवा पारेर जान्छ। त्यसको सोच दियो आयो। तालचा लगाएको छ, तालचामा रगत पनि छैन, रगतै छैन। रगत नभएपछि त हामीले हेर्ने कुरो नि भएन। अन्त सबै ठाउँमा गयो, सबै यो घरभित्र नि गयो। यहाँभित्र लुकेको छ यो, पुलिस आएपछि मैले यो पक्कै यो भित्र लुकेको छ सर, त्यहाँ एउटा ढोका खुल्ला छ, त्यो सटरको उसमा जानु भनेर मैले पठाएँ। मलाई आउन डर लाग्यो थियो उताबाट, म एक्लै आइमै न खुकुरी लिएर पो बसिराखेको कि। अनि त्यहाँ भनेर पुलिसले उता पठाएर त्यहाँ जाँदा त ढोकामा यस्तोमा लुकेछ अरे, पुलिसले नदेखाएर नलिएर नि त होइन। यही घरमा लुकेर बस्छ। हजुर यही घरमा हत्या गरिसकेपछि यहाँ आएर लुकेछ। दाइलाई नि हालेर भाउजूलाई त कहिले कतिखेर हानेको अब थाहा भएन हामीलाई त। अनि त्यसपछि पुलिस आएपछि त्यहीँबाट समातेर लयो। त्यहाँ कस्तो मेरो आफ्नो दिमाग चाहिँ होइन, जब भाउजू खानासाना खायो, बच्चाहरू ट्युसन पढायो अनि सुत्यो होला के, सुतेको बेलामा गएर हाने छप्काइदियो होइन। अनि छप्काएपछि जब तन्दासन्दामा बेरबार गऱ्यो अनि खाटो मुनि छिरायो, अनि बाहिरबाट ताला लगायो। अनि कहाँ छ त अब दाइ भनेर खोज्दै गयो माथि घरै माथि होइन। अनि दाइ त यसरी बसिरहेको थियो, आइरहेको थियो, पछाडिबाट यहाँ हाने निस्किएको अरे भन्छ। अनि पछाडिबाट आउँदा यातिर अब हुँदा मान्छे त हातमा खुकुरी छ, मान्छे त डराइहाल्छ नि होइन। अनि उहाँनिर कता पछाडिबाट रोक्दैछ कि रोपेर आफैले निकालेर खुकुरी अब यहाँ त्यही भन्दैछ त होइन। उयो कपाल काट्ने भाइले लिएर गयो, उयो कपाल काट्ने भाइ चाहिँ छिमेकी हो त तपाईँ? छिमेकी त छिमेकी हो, एक नम्बरै हो मेरो। अनि पछाडि पर्छ ठुलो पनि छैन केटो पनि केही छैन। एक बक्सर राम्रोसँग बनाएर दियो भने 5 बिता पर भाग्ने आउँछ। ठुलो पनि छैन। तपाईँको सामान कसले ल्याएर कसरी ल्याएर त्यसले योजनै बनाएको छ, त्यसले योजनै बनाएको छ। यो मार्छु यदि गर्छु भनेर घरमा छ होला भनेर छैन, काटमार गर्ने यिनीहरूको चलनै छैन, हतियारै छैन। त्यसले पहिल्यैबाट कहाँबाट त्यसले लिएर आएर राख्यो कुकुर त्योसँग हुँदैन घरमा कसरी ल्याएर डराउने मान्छे छ घरको बाउ आमा कस्तो छ बाउले त एक
एकदम राम्रो बाबुआमामा केही दोष छैन बाबुआमा घरमै एउटा के भने एउटा चेलीको अकालमा ज्यान गयो भन्ने मात्रै कुरा हो बालबच्चाको बिजोग बालबच्चाको सानो बिजोग भयो तर उसको बाउको हजुरबाउहरूको आफ्नो आफन्तको भाग्यले त्यो दुईटा बच्चा बच्यो हो नत्र हिजो पनि बच्चामै अचारै बनाउँदैन बच्चाले आमा रोक्न गइहाल्छ बच्चाले छ खाएको हो धेरै पुछे छ यसको हिक्मत कति के अब राणी छोरो मरेर चाहिँ अझ पनि राणी छोरोलाई मरोस् भनेर हानेको मरेन भन्छ अरे पुलिस भनेपछि कत्रो मात्रै हो भन्यो यहीँबाट अटोमा चढ्ने बेलामा पुलिसले लाने बेलामा कुकुरियाले ठुलो भएको भए त्यो फेरि पसल चलाउने हो केटा बिहान बाउला लिएर जाने खाना पुगाउने पसलमा किन बेच यताउति सामान पैसा उठाउने उसैको जिम्मा अनि त्यस्तो के गरे उसलाई मारेछ तन्जाभित्र पेरेछ अनि खाटोमुनि हालेछ बाहिरबाट ताला लगाएछ अनि दाइलामा हानेछ कि लास्टको घर देख्यो भने घाउ देख्नु मैले त देखेँ दाइ म भर्खर कामबाट भर्खर आमा बाउ त्यो बालबच्चा सबै भेटाएर मारिहाल्थ्यो नि तपाईँहरू चाहिँ छिमेकी हो उहाँहरू चाहिँ छिमेकी हो उहाँहरू चाहिँ आफ्नो आफ्नो मान्छे हो केही चिच्याको केही सुन्नु भएको थियो केही पनि सुनेन म त उता टेलरमा काम गर्छु त्यो टेलरमा गएको थिएँ म त कपडा सिलाउन अनि पछि बच्चा स्कुलबाट आएपछि खाजा खुवाउने भन्दा त चिच्याको आवाज सुन्यो तल माइलालाई हानेछ के केटा मान्छेको भाबी करायो आमा करायो त्यो छोरोको देखेर अनि उतापट्टि म त उतापट्टि गएँ बाटातिर जाँदाखेरि उतापट्टिको घरको आवाज आयो कि त्यो ठोकिएर अनि म यता रहेछ अब चुकुल्ला खा कसलाई के गर्ने अनि फेरि यताबाट आउँदाखेरि त यहाँ त संसार रगत छ अनि लैसकेको रहेछ माइलालाई अनि मलाई नै हेर्न जानु बहिनी हेर्नु न मेरो छोरो न आफैले मारेर बसेको कि भन्यो डर लाग्यो हामीलाई नि जानलाई मारेर डर लाग्यो अनि त्यसपछि पछि त गएँ म जाँदाखेरि काहीँ पनि छैन एक कोठामा चाबी लाख त्यो चाबीमा रगत पनि छैन फेरि तालचा लगाएको छ तालचामा रगत पनि छैन रगतै छैन रगत नभएपछि त हामीले हेर्ने कुरो नि भएन अन्त सबै ठाउँमा गयो सबै उयो घरभित्र नि गयो यहाँभित्र लुकेको छ यो पुलिस आएपछि मैले यो पक्कै यो भित्र लुकेको छ सर त्यहाँ एउटा ढोका खुल्ला छ त्यो सटरको उसमा जानु भनेर मैले पठाएँ मलाई आउन डर लाग्यो क्या उताबाट म एक्लै आइनै खुकुरी लिएर पो बसिराखेँ कि गाडी भयो अनि त्यहाँ भन अनि पुलिसले उता पठाएर त्यहाँ जाँदा त ढोकामा यस्तोमा लुकेछ अरे पुलिसले पनि नदेखाएर नलिएर नि त छैन यही घरमा लुकेर बस्यो हजुर यही घरमा हत्या गरिसकेपछि यहाँ आएर लुकेछ दाइलाई नि हालेर भाउजूलाई त कहिले कतिखेर हानेको अब थाहा भएन हामीलाई त अनि त्यसपछि पुलिस आएपछि त्यहीँबाट समातेर लग्यो त्यहाँबाट निस्केर ल हिँड्नु अब मलाई त्यसलाई फेरि पिट्न पुगेको छैन त्यसलाई मार्न पुगेको छैन म हिँड्नु जाम भनेर अटो चढ्न खोज्छ फेरि त्यो बाहरूलाई लगेको अटो के दाइलाई लिएर आएको अटो यहाँ रगत पखाल्नलाई यहाँ रोकेको थियो ऊ भित्रबाट पुलिसले समातेर ल्याउँदा ल त्यसलाई पुगेको छैन अझै मार्नलाई हिँड्नु त हस्पिटल जाम भन्छ सुरले होइन क्या बिसुर अनि त्यसलाई पुलिसले उता लग्यो होइन एकजनाको यसो काटे पनि उसले मारिसके पनि उसलाई अब कतिजनाको मारौँ जस्तो कुन सवार भयो त्यो चाहिँ उसलाई कुन सवार भएको अब एकजनाको काटिसक्यो भाउजूलाई अब म यसरी जेल जाने हो अनि सबलाई सुवा पारेर जान्छ त्यसको सोच दियो आयो न त ऊ केटो झगडा गर्ने छैन अनि पसल चलाउने कस्तो राम्रो फ्यामिली छैन कहिले झगडा झुग्री जे बने पनि जे खायो भने चर्को स्वरले यिनीहरूको घरमा बोलेको हुन्छ पनि मसित जान्छ त्यहीँ आन्टी चाहनु भयो भात खानु भयो भन्छ जान्छ त्यो माइलाको छोरो लिएर खियाइदियो कि केही ल्याइदियो कस्तो राम्रो त्यस्तो अहिलेसम्म नराम्रो बोल्दैन त्यसले खान्थ्यो खुट्टा भैमै थिएन भनौँ न त्यस्तो थियो हिजो त मान्छेलाई मान्छे नखाइकन गर्न सक्दैन हिजो तपाईँले देख्दाखेरि चाहिँ खाएको जस्तै थियो मतलब आधी घन्टा म कहाँ गएको थियो क्या त्यो ए तपाईँले भेटेको थियो चाहिँ भित्रै मेरो काम गरिरहेको थिएँ अनि खाजा
देखाउनुभयो आन्टी भन्न गयो भने अनि एकछिन बस्यो किन आएको तिमी भनेर भनेको अनि त्यतिकै आएको त्यो रन्थनी हो क्या त्यो मैले चाहिँ अहिले चाहिँ मलाई डर लाग्यो कि केही पाएको भए त मलाई पनि हान्थ्यो कि भन्ने जस्तो डर लाग्यो परिवारका मान्छे कता कता के छन् भन्ने बुझ्नका हो कि खोइ न के गरेछन् कि भनेर हो कि अनि एकैछिनमा अनि आयो त्यो घर आयो अनि आधी घन्टापछि त चिच्याउने कराउने त्यसो केटो छँदै छैन हामीले देख्दा कतिचोटि घरमै आउने बस्ने चिया खाएर जाने त्यो केटो त्यस्तो छँदै छैन के गरे के गर्ने होइन त्यसको गर्न त ए कुचै छ धेरै ठुलो मान्छे भयो भने त हुन्छ भाउजूले त्यसरी कहाँबाट आयो त त्यो खाएको तालमै खाएर उसले आँखा नदेख्ने तालमै हान्यो सुरले उसले यसो राम्रो दिमागले हाने छैन त्यसले खाने नै हो तर ट्यापस्याप के खायो केही खान्छ त्यसले भ्याउनै सकेन के कुरो खायो त्यसले त्यो दिमागले क्षमता नभएर योभन्दा अगाडि यस्तो छैन कहिले झगडा छैन यिनीहरूको फ्यामिली त एकदम राम्रो छ त्यसरी झगडा झुग्री यताउति यिनीहरूका छोरा छोरी लपन छप्पन बजार हाटमा झगडा गर्ने केही छैन छैन के काम गर्थ्यो पसल हो बजारमा ऊ आफै पनि पसलमा बस्थ्यो हो आफ्नै पनि बस्थ्यो बजारमा पैसा पनि उठाउँथ्यो कान्छो पनि उठाउँथ्यो कान्छोले पहिला गर्थ्यो आजभोलि माइलालाई जिम्मा लगाइदिएको कान्छोले पनि उठाउँथ्यो अब यस्तै खाएर हिँड्ने होला अनि बाउलाई त्यही भएर विश्वास गरेँ अनि पैसा अलिअलि कम बेसी आयो होला अनि त्यही भएर माइलोको जिम्मा दियो अनि उसलाई रिस उठिरहेको पहिला यसैले पनि उठाउँथ्यो पैसा के अनि बस्ने बाउ गोदाम उसमा जाँदाखेरि आमा भेट्यो भने हिजो आमा पनि छिनाल्थ्यो आमा पनि काट्थ्यो आमासँग जतिखेर टर्चर अलिकति पैसा देऊ मम्मी यो किन्ने हो वो किन्ने हो पैसा देऊ भोलि खेल्नलाई 7,000 दियो अरे भोलिपल्ट फेरि पैसा माग्यो अरे भन्दै थियो अस्ति भर्खरै आमाले यो दुईजना एकदम सोझो छ कि यो बाउ आमा पनि एकदम लाटी आमा त यति लाटीमा बिजाउने आमा हो अब त्यहाँ सोधपुछ गर्दाखेरि के अब जेठो परिवार नलानु भने अरे रोशनले अनि यहीँ राख्न दिएन पुलिसले अनि वहीँ लैजानु वहीँ मुर्दा घरमा वहीँ राखेर उतै भेट्न पठाउनु यहाँ राख्न मिल्दैन भनेर बल्ल बल्ल नत्र माइतीले कहाँ छोडेकै थिएन सबै हेर्नु भएन माइती त आइसक्यो होला नि मरेन नि त काट्नु त मजाले काटेको खोइ मर्दै मरेछ भन्छ पुलिसहरूको अगाडि त्यसो भन्छ बच्चाहरू चाहिँ भाग्यले बाँच्यो भनौँ न बच्चाहरू त स्कुल थियो त मर्नु मरिसी सिद्धि हो होइन जे जस्तो बालाको बच्चाहरू आमाले के गर्यो भने अब उसको आमा मारे पनि आमा खोज्न जान्थ्यो अनि अब यहाँ यस्तो घटना कहिले पनि घटेको थिएन हाम्रो यो चौकी टोलमा अब यसले यसरी घटायो भने घटाउँछ भन्ने पनि हामीलाई थाहा थिएन अब यसरी घटायो त्यसलाई त त्यो बालबच्चाको बिजोग कति भयो त्यो 3-3टा बच्चा त्यसलाई त जन्म कैद नै हुनुपर्छ त्यसलाई घर आउन दिन नै हुँदैन त्यसलाई छिटै नै निकाल्यो भनेदेखि त्यो हामी समाज मिलेर नै त्यसलाई माले हामीले के सजाय दिनुपर्छ त्यो गर्ने हो कि ज्यानको बदला ज्यानै लिने अब त्यसले गर्दाखेरि हाम्रो बालबच्चामा नि कति असर पर्छ अब सानो सानो बच्चाहरू हिजो बेलुकादेखि हाम्रो बच्चाहरू सुतेको छैन डराएर अनि त्यसले त्यस्तो गरेर होइन र अनि त्यही भएको कारणले गर्दा त्यसलाई चाहिँ त्यो काम छोड्ने हो त्यही त नि त्यहाँबाट त्यसलाई निकाल्ने पनि होइन त्यसलाई त्यो जन्म कैद हुन्छ कि त्यसलाई त्योभन्दा पनि ठुलो सजाय अब फाँसी दिन पर्ने भए पनि फाँसी दिए पनि हुन्छ कि त्यसलाई त त्यत्तिकै छोड्ने नै होइन पुलिसले त्यो यो 2-4 महिना थुन्ने यसलाई के अरे 20 वर्ष भनेर दिनरात गरेर 10 वर्षमा निकाल्ने पनि होइन त्यसलाई त जन्म कैद अथवा फाँसी हुन्छ भने यहाँ फाँसीको सजाय नेपालमा छैन त्यसलाई त
अब त्यो भाउजूको त्यो मार्ने भाउजूको भाइले त त्यो छुटेपछि त्यसले नै मार्छु भने त्यसलाई कति भयो माइतीलाई त्यही त नि त्यसलाई छोड्ने होइन सर त्यसलाई त त्यो छोड्ने नै होइन त्यसलाई निकाल्ने पनि होइन त्यसलाई त के सजाय त्यो फाँसी भन्दा नि ठुलो के मारी क्या छिरी त्यो भाउजूलाई कसरी काटेको छ घाँटीमा तिन चार छप्का हानी गालातिर पुरा पेटतिर पुरै छिया बनाएर त्यसले काटेको छ त्यसलाई पनि त्यस्तै गर्न दिनुपर्छ कि अरू यहाँ आयो भने हामी सबै समाजले नै त्यो गर्ने के अरे हामीले निर्णय गरेछौँ कि त्यसलाई हजुर म त नभन्ने बोल्नु न किन डराउनु पर्यो र होइन मनमा लागेको कुरो त्यही हो हामी सबैको कुरो भनेको त्यही हो सबैले माग गरेकै भनेको त्यही हो अरू त केही होइन धेरै ठुलो त अब त्यो हाम्रो माग भनेको त्यसलाई जन्मकैद नै होस् त्यो भीमफेरी चौकीबाट नि यहाँ घरै नआओस् त्यही हो अरू त केही होइन यहीँको स्थानीय हो मान्छे काटेर भने चाहिँ सुने हो अब यस्तो हो यहाँनिर घटना भएछ हाम्रो टोल छिमेकमा होइन घर अगाडि घटना भएछ अब त्यो घटनालाई चाहिँ एकदम उस भएको छ अब त्यसलाई जेल त लगिया छ होइन ननिस्कोस् अब सजाय होस् के त्यसलाई होइन अब यहाँनिर अब यस्तो भएको छ त्यसलाई जेलबाट ननिकालोस् के एकदम सजाय होस् होइन हाम्रो भनाइ त अब त्यति नै हो अब यहीँ टोल छिमेकमा देखेको होइन साथी अब साथी जस्तै एउटा उस हो देखिरहने भेटिरहने अब त्यसलाई एउटा सजाय चाहिँ उसको अब यतातिर हिँड्न नि अब ट्याब्लेट जस्तो एउटा घाँस साँझ खाने होइन त्यो किसिमको व्यक्ति केटा थियो त्यो अब यस्तो घटना भयो ठिक छ अब त्यसलाई सजाय होस् हाम्रो भनाइ त्यति नै हुन्छ होइन जस्तो योभन्दा अगाडि सँगै बसेर हिँड्ने छैन त्यस्तो हाम्रो यहाँ टोल छिमेकमा देख्ने बोल्ने त्यति हो अब साथीहरू उनीहरू चाहिँ ऊ मान्छेदेखि चाहिँ सावधान रहनु होला अब उसँग अब एक्लै कतैतिर नजाओस् होइन कोही पनि अब उनीहरूसँग अब यता बजार गयो यता साथीको घरमा गयो त्यस्तो मान्छेसँग चाहिँ अब नहिँड्नु पर्ला राति हामी यो घटना सुनेर राति हामी सुत्नै नसकेको भरे कति राति 11-12 बजेसम्म पुलिसहरू यहाँनिर आएर निगरानी गरिरहेको थियो त्यस्तो मान्छेहरूसँग सावधान गर्नुपर्छ त्यही हो हाम्रो टोल छिमेकमा घटेको घटना हाम्रो झगडा गरिरहन्थ्यो योभन्दा अगाडि पनि उसले छैन झगडा त त्यति थिएन त्यही हो राम्रै थियो अब खाएको तालमा हो कि के को तालमा हो त्यही हो तर पाएन अब यस्तो शान्ति बिस्तारै हुन्छ के हुन्छ सजाय पाओस् हाम्रो भनाइ त्यति हो त्यही हो सजाय पाओस् त्यही हो दशबिन खेतवडाको चौकी टोलमा एकजना हत्या भइसकेपछि यहाँका स्थानीयहरूको प्रारम्भिक अनुमान र